तपाईहरुलाई किडनीलाई हल्का रूपमा लिइरहनु भएको छ भने चाहिँ आज किडनीको कामहरु मृगौलाको कामहरु सुन्नुहोस् है त। 1 नम्बरमा यसले एसिड बेस ब्यालेन्स गर्छ। हाम्रो शरीरमा बढी भएको अम्लीयपनलाई हटाइदिन्छ, बेसलाई ब्यालेन्स गर्छ, एसिड बेस ब्यालेन्स गर्छ। अर्को कुरा वाटर ब्यालेन्स, पानीको मात्रा चाहिँ बराबरी गर्छ, बढी भएको पानी निकाल्दिन्छ। यदि पानी खानु भएको छैन भने पिसाब कम गरेर भने जिउमा राख्ने काम वाटर ब्यालेन्स गर्ने काम गर्छ। अर्को इलेक्ट्रोलाइट ब्यालेन्स गर्छ हैन। इलेक्ट्रोलाइटमा चाहिँ सोडियम, पोटासियम, म्याग्नेसियम लगायतका हाम्रो इलेक्ट्रोलाइट चाहिने राखेर बाँकीलाई हटाइदिने काम गर्छ, इलेक्ट्रोलाइट ब्यालेन्स गर्ने काम गर्छ। अर्को भिटामिन डी पैदा गर्छ, इनएक्टिभ फर्मबाट एक्टिभ फर्ममा घामको मद्दतले, खानाको मद्दतले चाहिँ त्यसलाई एक्टिभ फर्ममा ल्याउँछ, भिटामिन डी बनाउने काम गर्छ। ब्लड प्रेसर मेन्टेन गर्छ। ब्लड प्रेसर चाहिँ तपाईहरुको रेनिन भन्ने हर्मोन निकालेर किडनीले ब्लड प्रेसरलाई पनि मेन्टेन गर्ने काम गर्छ। अर्को इरिथ्रोपोइटिन तत्त्व निकालेर रगत बनाउने काम गर्छ। किडनीकै काम हो हामीलाई रगत बनाउने, इरिथ्रोपोइटिन भन्ने तत्त्व निकालेर रगत बनाउन मद्दत गर्छ। अर्को यसले चाहिँ अर्को फङ्सनमा चाहिँ यसले वेस्टलाई चाहिँ निकाल्दिन्छ, शरीरमा भएका युरिया, क्रिटिनिनहरूलाई चाहिँ शरीरबाट निकाल्दिने काम गर्छ। यो भयो मुख्य कामहरु। अरु थुप्रै कामहरु छन्, त्यही भएर किडनी जोगाउँ है, रक्सी नखाउँ, अनावश्यक औषधि नखाउँ, अरु किडनीलाई मद्दत पुग्ने कामहरु गरौँ, पानी निश्चित मात्रामा पानी खाउँ आवश्यक मात्रामा हैन। यस्ता खालका कुराहरु गरेर चाहिँ किडनीलाई जोगाउने काम गरौँ।